गाउँघरमै भए पनि मोमो बिना त नसकिने रहेछौ। साथीहरूमा चाहिँ काठमाडौँबाट गाउँ आएको लगभग 2 महिना हुन लागिसक्यो। मोमो नखाएको धेरै समय भयो नि त। अनि गाउँमा जति अर्ग्यानिक लोकल खाए पनि मोमो त मोमो हो नि त नेपालीहरूको है। सो साथीहरू आज मेरो दिदी पनि घरबाट आउनु भएको थियो। अनि मैले चाहिँ मोमो बनाऊँ न त भनेपछि दिदीले पनि हुन्छ भन्नुभयो। हामी दुईजना चाहिँ मोमो बनाउनको लागि तयारी गर्दैछौँ। अनि म चाहिँ घर तलमाथि रहेको प्याजलाई चाहिँ टिपेर लिएर आएको छु। प्याज चाहिँ उम्रेछ र बिचमा कालो कालो दाग पनि लागेछ। मलाई चाहिँ प्याज काट्यो भने यस्तो आँसु आउँछ कि सो यो काम चाहिँ मैले दिदीलाई दिएँ। अनि साथीहरू हाम्रोतिर चाहिँ मङ्गलबारे हटिया लाग्छ कि। अनि आज चाहिँ मङ्गलबारे हटियामा चाहिँ राँगा काटेको थियो। अनि राँगाको मासु चाहिँ बाबाले लिएर आउनुभयो। अनि हाम्रोतिर चाहिँ यो किमा चाहिँ यस्तो अर्ग्यानिक र लोकल तरिकाले बनाउनु छ कि। अनि मसिन पाउँदैन नि त, सो यो खुकुरीले कुटेर काटेर बनाउने हो। त्यसपछि पिठोको काम चाहिँ मेरो पिठो पोल्नु पर्यो भनेर मैले चाहिँ पिठो लिएर आएँ। अनि त्यसपछि पिठोलाई चाहिँ मजाले मिस्दैछु। त्यसपछि उता किमाको लागि मसला चाहिन्छ त, अब पेस्ट बनाउनु पर्यो लसुनको। अनि धुलो मसला त अलरेडी प्याकिङ गरेर राखेको छ। अनि मैले चाहिँ लसुनलाई केलाएर कुटिराखेको छु अब उता किमाको लागि नि त। किमा पनि तयारी भइसक्यो। मेरो दिदीले बनाउनु भएको कि मासु र यो प्याज दुईटा काटेर कम्ता मिनेट लाग्छ है मोमो बनाउनको लागि। अब बजारमा चाहिँ मसिनले बनाउँछ, हाम्रोतिर त हातले कुट्नु पर्छ नि त। अनि यता पनि धुलो मसला राख्दै अनि त्यही अनुसारको पेस्ट पनि राख्दै अब नुन पनि राखिदिनु पर्छ। अनि मजाले मिच्नुपर्छ। यो चाहिँ दिदीको काम हो। अलिकति झन्झट छ कि गाउँतिर सबै कुरा मिलाउनको लागि। तर सबै अर्ग्यानिक मासु मात्रै किनेर लिएर आएको, पिठो प्लस मासु। अनि सबै आफैले घरमै रोपेर राखेको लसुन प्लस प्याज यो सबै घरकै हो। गाउँतिर चाहिँ यस्तै छ साथीहरू। अनि त्यसपछि चाहिँ दिदीले मजाले मिच्नुहुन्छ है। अब यो किमाको लागि त अब सबै यो मिक्स गर्नु पर्यो नि त। यो काम चाहिँ मैले जिम्मा दिएको कि दिदीलाई। अनि दिदीले पहिल्यैदेखि बनाइराख्नुहुन्छ नि त गाउँमा, उहाँ पनि एक्सपर्ट हुनुभएको छ कि। र यो चाहिँ मजाले मिच्दै हुन्छ। त्यसपछि चाहिँ अब उता किमाको लागि तयारी भइसकेपछि अब मोमो बसाउनको लागि चाहिँ मेरो काम हो। अनि त्यो भाँडाहरू तयारी गर्दैछु म उता। अनि यता दिदीले बेल्नु भएको छ कि। गाउँतिर चाहिँ ठुल्ठुलो बनाउँछ साथीहरू, खाँदा पनि स्वादिलो हुने कि। सानो मसिन होइन कि ठुल्ठुलो। मेरो दिदी पनि च्याम्पियन हुनुहुन्छ कि, पहिल्यैदेखि बनाइराख्नुहुन्थ्यो। उहाँले चाहिँ गोलोवाला बनाउनुहुन्छ, म चाहिँ लाम्चो बनाउँछु होइन। दिदी चाहिँ यस्तो मजाले यति छिटो बनाउनुहुन्छ कि, यस्तो राम्रो साइज पनि मिलाउनुहुन्छ है। अब हेर्नु त यस्तो मजाले बेर्नु भएको, कस्तो दामी देखेको, उस्त्र उत्रै साइज छ। अनि म चाहिँ यता भाँडामा अब खरानी लाउँदैछु। अब पछि यो चाहिँ भाँडा माझ्नको लागि सजिलो हुन्छ नि त। खरानीले माझेको कति साइनिङ आउँछ हेर्नु त साथीहरू। यसमा पिताम्बर राख्दैन कि, खरानी मात्रै हो। अनि म चाहिँ खरानी राख्दै, गाउँतिर यस्तै त हो नि साथीहरू। खरानी लाउनुपर्छ, खरानी माझ्नुपर्छ, खरानीसँगै हो। पहिला पहिला त साबुन नहुँदा त उहिलेको मान्छेहरू चाहिँ खरानी चलाउँदो रहेछ नि त। अहिले पो साबुन आइसक्यो। अनि खरानी राख्यो भने चाहिँ पछि सजिलो हुन्छ। यो डट्छ नि त आगोमा पकाउने। हेर्नु त कस्तो राम्रो एक सेट बनाउनु भएको। म चाहिँ लाम्चा बनाएको छु ल साथीहरू। मेरो लाम्चे मोमो चाहिँ यस्तो चाहिँ खासै मिलेको छैन कि। दिदीले कस्तो नराम्रो बनाएको भन्नुभयो, कमेन्ट गरिहाल्नु भयो। अनि मैले चाहिँ यता बसालेँ। अनि यो फर्स्ट स्टेपमा चाहिँ मैले पानी राख्दैन ल। अनि कतिपयले चाहिँ त्यो हड्डी राख्छ कि, मासुको हड्डी राख्दाखेरि यो सुप चाहिँ यस्तो मिठो पनि हुन्छ होइन। कसैले पोर्कको हड्डी, कसैले त्यो बफको हड्डी राख्छ। अनि मैले चाहिँ पानी मात्रै ओइरिदिएँ। अनि आगो चाहिँ दनदन बल्न थालेँ। अनि गाउँतिर चाहिँ आगोमा पकाउने बानी भएर कि कति पकाइसक्दा पनि मम्मी बाबाहरूले पाकेकै छैन होला भन्नुहुन्छ कि। हामी चाहिँ अब ग्यासमा बाहिर पकाउँछौँ नि त। अनि ग्यासमा त एकैछिनमा भुलुक्क उम्ले पनि अब पाक्यो भन्ने हुन्छ। हामी खाने त्यसरी हो, खेर पनि जान्छ है। 3 सेट हालिदिएको। मोमोको सेट चाहिँ सानो छ कि साथीहरू। मेरो घरमा चाहिँ मम्मी र बाबा मात्रै हुनुहुन्छ। अनि दिदी चाहिँ आफ्नो घरमा, अनि तर यता दिदीले हेल्प गर्नुहुन्छ। त्यही भएर यो चाहिँ 3 जना 4 जनाको लागि सेट। अनि मैले चाहिँ अचारको लागि तयारी गर्दैछु है। यता खोर्सानी अनि लोकल टमाटर के, कस्तो राम्रो टमाटर, यो चाहिँ मलाई लास्टै मनपर्छ। अनि म चाहिँ यो मेरै तरिकाले अचार बनाउँदैछु। अनि मेथी मनपर्छ कि मलाई चाहिँ, जेमा पनि मेथी बानी भइसक्यो कि। सबै सब्जीहरूमा मेथी पड्काउने बानी छ। अनि मैले ओइरेँ है। यो लोकल टमाटर कम्ता मिठो हुन्छ। मेरै तरिकाले बनाउनको लागि दिदीलाई म आफै अचार बनाउँछु ल भनेपछि दिदीले उता मोमो बनाउँदै हुन्छ। मैले चाहिँ यता यो चाहिँ छोप राखेको ल साथीहरू। के को छोप हो भने फर्सीको बिया भुटेर कुटेर राखेको हुन्छ। मगमग बास्ना आउँछ कि, यस्तो दामी हुन्छ कि। सबै अर्ग्यानिक हो, अर्ग्यानिक लोकल टमाटर। अनि त्यसपछि यो छोप पनि, खोर्सानी पनि आफैले रोपेको मैले तयारी गरिसकेँ। अब मोमो हेरौँ है त। मोमो त मजाले लटक्कै पाकेछ, कस्तो राम्रो भएछ है।
अनि त्यसपछि म अब 3 सेट पाकिसकेपछि आधी चाहिँ उता बाँकी छ। अनि त्यसपछि तयारी भइसकेपछि चाहिँ मम्मी र दिदी लु बाट्नु भन्नुभयो कि। अनि आज चाहिँ मेरो मामा घरको दाजु भाउजू भदैनीहरू पनि आउनु भएको छन्। अनि गाउँतिर यस्तै त हो नि, बाली चुडी खाने मिठो पनि हुन्छ नि, थोरै धेरै जे भए पनि। अनि मैले चाहिँ काँचको भाँडा आधा चाहिँ प्लेट त्यो स्टिलको सबै निकालेर बाट्न थालेको। गाउँतिर चाहिँ रमाइलो लाग्छ हो, केही नयाँ कुरा बनाएर सबै भेला भएर खानको लागि चाहिँ। अनि दाजु भाउजू भदैनीहरूलाई पनि खानु बस्नु न भनेर भनेको कि भोलि काठमाडौँ गइहाल्नु हुने उहाँहरू। अनि मैले सबै तयारी गरेँ है, सबैले बाँडेँ। अनि त्यसपछि यता सुप पनि हालिदिएँ। अनि उता फेरि बसालेको पनि छ। अनि यो चाहिँ मिठो हुन्छ नि त, अब अर्ग्यानिक काम, अर्ग्यानिक कुरा, अर्ग्यानिक लोकल पारा भन्दा चाहिँ। अनि मैले चाहिँ यता हाल्दैछु सबैजना सँगै हुँदाखेरि। अनि पिरो अचार चाहिँ एकदमै पिरो हालिदिएको छु कि, मलाई चाहिँ खुर्सानी भनेपछि एकदमै फेभरेटमा पर्छ नि त। अनि मेरो अचार चाहिँ खान सक्नुहुन्न कि, मम्मीले पनि खान सक्नुहुन्न, दिदीले पनि खाँची खान सक्नुहुन्छ, अलिअलि खान सक्नुहुन्छ। मेरो भदैनी मामा घरको भदैनीलाई टेस्ट गर्न लाग्यो, मिठो छ भनेर खाँदैछ। अनि त्यसपछि मामा घरको भाउजूले पनि यता खाँदै हुनुहुन्छ। मोमो चाहिँ जे होस् मिठै होला, ठुल्ठुलो हुन्छ नि त, यत्रो ठुल्ठुलो हुन्छ एउटा मुखमा त आँट्दैन। अनि मेरो मम्मीलाई पनि कस्तो भयो भनेको त मिठो भन्नुभएको छ। थ्याङ्क यू।